नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानल रेसिपिजको खजानामा स्वागत छ। आज म एभोकाडो टोस्टको रेसिपी सेयर गर्न गइरहेको छु। यसको लागि मैले 2वटा एभोकाडोलाई सफासँग धोएर त्यसको बिउ निकालेर भित्रको पल्प लिएको छु। ब्रेडको केही स्लाइसेसहरू, साथै चप गरेको 2वटा टमाटर, एउटा क्याप्सिकम, 2वटा गाजर, एउटा बोइल आलु, आधी कागती, एउटा ठुलो प्याज र 2वटा हरियो खुर्सानी, 2 ठुलो चम्चा घिउ वा बटर, स्वाद अनुसार नुन, 1 सानो चम्चा रोस्ट गरेको जिराको पाउडर, आधी सानो चम्चा मरिचको धुलो फ्रेसली कुटेको। सबभन्दा पहिला एभोकाडोलाई मजाले म्यास गर्ने। म्यास गरिसकेपछि त्यसमा चप गरेको सबै भेजिजहरू राख्ने। अनि नुन, रोस्ट गरेको जिराको पाउडर, फ्रेसली कुटेको मरिचको धुलो, कागतीको रस। अब यो सबैलाई मजाले मिक्स गर्ने र यसलाई साइड गर्ने। अब ग्यासमा एउटा प्यान बसालेर थोरै घिउ हाल्दै ब्रेडलाई दुवैतिर पल्टाउँदै सेक्ने। यसरी नै सबै ब्रेडहरूलाई सेकेर निकाल्ने। अब एउटा ब्रेडमा रेडी गरेको एभोकाडोको ड्रेसिङ त्यसमा राखेर चारैतिर फिजाउँदै राख्ने, यहाँ भिडियोमा देखाएको जस्तै। अनि माथिबाट एउटा ब्रेड राखेर हल्का प्रेस गर्ने र मन परेको सेपमा काट्ने र सर्भ गर्ने। हाम्रो एभोकाडो टोस्ट रेडी भइसकेको छ। रेसिपी मन परिरहेको छ भने च्यानललाई सब्सक्राइब, लाइक र कमेन्ट गरिदिनु होला। साथै साथीभाइहरूमा सेयर गरिदिनु होला। धन्यवाद।